हेलो गाइस, सबैलाई स्वागत छ हाम्रो भिडियोमा। अन्त आज हामीले हन्डी बिरयानी बनाइरहेको छ गाइस, हेर्नुहोस्। एकदमै एकदमै दामी लागिरहेको छ। हेलो गाइस, हन्डी बिरयानी कसरी बन्छ हेर्नुहोस् होला। अन्त हेर के भेजिटेबल गइरहेको छ हन्डी बिरयानीमा। त्यो हो मन्चुरियन, क्याप्सिकम जसले हालिसक्यो अनि पनिर पनि राखेको छ। पानी लिँदै हेरौँ मलाई कस्तो हुन्छ। आशा गर्छु सबैलाई भिडियो मन परोस्। एकदमै धेरै दामी देखिरहेको छ बिरयानी। देखिरहेको खानु पनि त्यस्तो टेस्टी होला। पानी आइरहेको छ होला गाईहरू। अनि के गर्नु, अब पानी खाँदै बस्छ हो। यो चाहिँ हो हाम्रो एकदम प्योर भेजिटेबल हन्डी बिरयानी। यहाँनिर चाहिँ एकदमै पुरा प्योर, फुल प्योर बन्छ। किनभने यहाँनिर लसुन अन्त अनियन मिक्स हुँदैन। एकदमै प्योर हिन्दीहरूको लागि चाहिँ प्योर डिस हन्डी बिरयानी। एकदम धेरै राम्रो लागिरहेको छ। हेलो भाइ, कस्तो दामी देखिरहेको हो हन्डी बिरयानी। फाइनली हाम्रो राइस चाहिँ भइसकेको छ। राइस हल टेस्ट ब्रो क्यान आई टेक हल्का टेस्ट गर्छु न म पनि। Wow, yeah, it's so really fantastic, mind-blowing, delicious, yeah. कस्तो मलाई हन्डी बिरयानी चाहिँ यतिकै नरहेछ। आज मैले टेस्ट एकदम धेरै फ्लेभरहरू चाहिँ दामी छ। खाँदाखेरि चाहिँ एकदमै त्यो रोएको फिलिङ आउँथ्यो, दामी लाग्यो। और इसमें थोड़ा सा अनियन ब्रांड ऐड करेंगे एंड गुड रेडी। बिरयानी इज रेडी। फाइनली भाई अब इसका डेकोरेशन करना है।